हेलो गाइस, गुड मर्निङ सबैलाई, मेरो फेसबुक साथीहरूलाई होइन। आज चाहिँ मेरो रन कस्तो हुँदैछ भने चाहिँ आज चाहिँ मेरो रन तपाईँको ओह्रालो चाहिँ स्लो, उकालो स्पिड हुँदैछ। 3 किलोमिटर ओह्रालो स्लो, 3 किलोमिटर उकालो स्पिड हुँदैछ, अपिल हुँदैछ आज होइन। तल यो एनपी स्कुल यहाँ मुनि हो, सिंहबारीको छेउमा होइन। यहाँ चाहिँ तपाईँको रोपवेहरू पर्छ। यो चाहिँ रोपवे हो केबल कार भन्छ यसलाई चाहिँ होइन। यहाँबाट उकालो 3 किलोमिटर टक्कै माथि पुग्छ हो। अपिल चाहिँ 3 किलोमिटर, ओह्रालो 3 किलोमिटर भेट्छ हो। मजा आउँदैछ होइन। यत्रो आज त छैन, मान्छे छैन छ, त्यतिखेर त आउने होइन हो, अलिक भरे त आउँछ रोपवे। मजा आउँछ है रोपवेमा चढ्नु, आउनुहोस् है रोपवेमा चढ्नु। हेलो है गाइस, मजा आउँदैछ कुद्नु होइन। तपाईँ स्कुल पनि ऊ तल छ स्कुल, ऊ तल छ स्कुल हो। तपाईँहरू आउनुहोस् सबैजना कुद्नुहोस् है। अस्ति पहिलाको भिडियोतिर मैले भनेको छु होइन, आउनुहोस् कुद्नुहोस्, जिउलाई राम्रो हुन्छ भनेर हो। एकदम जिउ फिट हुन्छ होइन, दिनभरि काम गर्नु सक्छ, खानाहरू मजाले रुच्छ होइन, जिउमा मजाले लाग्छ। त्यो घरमा बसेर मात्रै खाना खाँदै सुत्दै बस्यो भने चाहिँ जिउलाई बिसन्चो पनि हुन्छ, बिमारहरू पनि लाग्छ होइन। एकदम चाहिँ आउनुहोस्, हल्का रन नगरे पनि वक गर्नुहोस् होइन। त्यसमा जिउहरू एकदम फिट हुन्छ, राम्रो हुन्छ हो। यहाँ पनि ग्रास बल हुँदो रहेछ त यहाँ ग्राउन्डमा, तल एमपी स्कुलको ग्राउन्डमा दामी बनाउँदो रहेछ। हाम्रो पनि त्यस्तै अब स्टुडेन्ट भए त राम्रो हुन्थ्यो। उता सिक्किम गान्तोकहरूको जस्तो भए त अब हामीलाई प्र्याक्टिस गर्नु एकदम सजिलो हुन्थ्यो, के हुन्थ्यो छैन अब होइन। गर्दैछ यस्तोमै दुःख सुख अब हामी चाहिँ। अझै त्यस्तो भए त अझै राम्रो हुन्थ्यो क्या, ट्र्याकतिर कुद्नु मजा आउँथ्यो हो। अनि हाम्रो ग्राउन्ड त छ, हाम्रो त्यो ग्राउन्ड चाहिँ टाढो पर्छ क्या हामीलाई, उता लेबुङ जानुपर्छ। यहाँ माथि टिभी टावर पर्दा अब आधी घन्टा जाँदै 20-25 मिनट जस्तो लाग्छ हो। आधी टाइम त आउनु जानु नै खाइदिन्छ। अब बेला बेला चाहिँ ग्राउन्ड गयो हुन्छ हो, ठिकै छ, केही छैन अब है। दुःख सुख हुँदैछ यतै प्र्याक्टिस। दुई त गाइस अब फेरि स्टार्ट गरेको हो रन। तपाईँहरू मेरो भिडियोलाई यस्तो हेरेर लाइक कमेन्टहरू होइन गरिदिनुहोस् होला है प्लिज। थ्याङ्क यू। नेक्स्ट भिडियोमा भेटौँला है।